यसलाई उ गर्नु पऱ्यो आइसक्रिम पुरै कपडाभरि फालेर यसले बर्बादै पार्छ रे हेर त यस्तो चिसो छ कस्तो खानलाई चाहिँ यहाँलाई चाहिँ फाल्छ फेरि सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई आवर युट्युब च्यानल अनि आज चाहिँ हामी बजारतिर जाँदैछौँ उतातिर नानुलाई साइकलमा राखेको छिन् बहिनीले अनि आज यसो बजारतिर सपिङ गरौँ भनेर हामी चाहिँ लागिसकेका छौँ अनि सो सपिङमा चाहिँ के कस्तो हुन्छ हेर्न नबिर्सिनु होला मौसम पनि कस्तो अहिले नै कस्तो गर्मी होला जस्तो भयो है उम्सो उम्सो पुको हाई गरिदेऊ त रुचुहरू हाई गर्नलाई त एक नम्बरको छन् त बो यो पनि यो त बोइजहरूको कपडा हो लेडिजको किन लुक्नु माग्नु भिडियो यहाँ लुक्यो म त किन आमाको कपडाहरू हेर्नुपर्छ त्यसो भए कपडा देखेर लुकेको हो भाइरल हुनु होला त भिडियो हेरेर हो अहिलेको जमाना मान्छेलाई भाइरल हुनु मन छ त हुन्छ तपाईँलाई हुन्न ठिक छ राम्रो छ बच्चाहरूको कपडाहरू खासै पाउला जस्तो त मलाई लागेन यहाँ बोइज मात्रै छ हेर न लेडिजको लागि अब राम्रो सुहाउँदो खालको त्यसको लागि नानीको लागि कस्तो खालको राम्रो कपडा छ तपाईँले देखाउनु न एकदम त यस्तो थाक लागिसक्यो है यसलाई कपडा हेराउँदा हो माइ गड अब यहाँ पुङ्गुले आइसक्रिम खाँदैछ अहिले दिनुहुन्छ बाबा आन्टीले त्यहाँ नजाऊ त हजुर एउटा दिनु यसलाई मात्र हामीलाई अहिले केक गर्नु पर्ला यसमा यहाँ केक पनि अर्डर हुन्छ होइन पर्सि तल गर्दा नि हुन्छ कि यहाँ गर्दा नि हुन्छ दिदी यो पनि तलकै त छ हो शाखा के यहाँनिर त्यही त के त्यही गर्नु पर्ला भोलितिर बाबा यता आएर बसेर खाऊ त चुरो यहाँ यसलाई बसाइदेऊ त बहिनी बसेर खान्छ कपडामा फाल्ने कि रोग एउटा रुमाल पनि यसलाई उ गर्नु पऱ्यो आइसक्रिम पुरै कपडाभरि फालेर यसले बर्बादै पार्छ रे हेर त यस्तो चिसो छ कस्तो खानलाई चाहिँ यहाँमा टावेल चाहिँ निकालेर यसलाई उ गरिदिएर कपडामा फाल्छ फेरि खान पाएपछि त यस्तो छ यहाँ हालत हो यो सो गाइस हामी चाहिँ नास्ता खाँदैछौँ यसले चाहिँ यस्तो चकचक गरिरहेछ नास्ता खान नदिने बेसी छोरो है चाउमिन खालो ल चाउमिन खानु त ल खाऊ ल यस्ता राखिदिन्छु खा साइडमा कस्तो लाग्यो चाउमिन पनि नास्ता राम्रो छ खाऊ मौज गर चटनी मोमो खानु आऊ छोरो पुङ्गो अरू के खान्छौ चल्लो अरू के खान्छौ के खाने हो सो गाइज हामी चाहिँ अब आफ्नो चाहिने सामग्रीहरू अनि कपडाहरू नास्ता सबै खाएर आइसक्यौँ अनि आजको भ्लगहरू के कस्तो लाग्छ सो हेर्न नबिर्सिनु होला फेरि फलफुल पनि लैजाउँ क्या कि भोलि लगाउँला न आज बिग्रिन्छन् अनि त्यस्तै छ गर्मी अहिले धेरै भयो है त्यस्तै गर्मी चढ्यो कि धेरै धुलो त बस्यो यहाँ नत्र धुलो आउँथ्यो कस्तो धुलो हुन्थ्यो यहाँ बाब्रे कस्तो लाग्यो नास्ता त्यहाँ गर्नु त मिठो थियो होइन अब आँप साँप त हाम्रो घरमा छँदैछन् के हेर्नु हो कि नै नहेरौँ पहिला पाकेपछि पछि आफै खानु पर्ने त्यो त सबै साइकल लगेर जाऊँ त्यहाँ घरमा राखौँला अनि त्यसपछि गरौँला है सो गाइज भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला।